तपाईले कन्टेन्ट बनाइरहनु भएको छ, तपाईले बनाउनु भएको कन्टेन्टमा तपाईका भोइस ओभर तपाईले गर्न त खोज्नु भएको छ, तर राम्रो आइरहेको छैन। पछाडिका ब्याकग्राउन्डहरूका आवाजहरूले तपाईका विभिन्न नोइजीहरूका कारणले तपाईको स्वर एकदमै क्लियरली सुनिएको छैन भने आजको यो श्रृङ्खला तपाईको लागि एकदमै महत्त्वपूर्ण हुनेवाला छ। किनभने तपाईले मोबाइलबाटै रेकर्ड गर्नुभएको रफ अडियोलाई पनि एकदमै स्टुडियोमा जस्तो गरेर कन्भर्ट गरेर तपाईले आफ्नो कन्टेन्टमा राख्न सक्नुहुन्छ। त्यो अनुसारले तपाईले प्रेजेन्टेसन दिन सक्नुहुन्छ। यो कसरी गर्न सकिन्छ? मात्र एन्ड्रोइड मोबाइलको माध्यमबाट पनि गर्न सक्नुहुन्छ। तपाईलाई डेस्कटप पनि आवश्यक पर्दैन, तपाईलाई स्टुडियो पनि आवश्यक पर्दैन। मात्र सामान्य एउटा एप्लिकेसन अथवा एउटा लिङ्कमा एउटा वेबसाइटमा तपाईले राख्ने बित्तिकै यो आवाजलाई एकदमै स्ट्यान्डर्ड आवाज बनाइदिन्छ। त्यसको अलावा तपाईलाई अर्को एप्लिकेसनको बारेमा पनि हामी जानकारी गराउँदैछौँ, जुन एप्लिकेसन तपाईलाई अडियो एडिटिङको लागि एकदमै आवश्यक पर्छ। यो भिडियोलाई तपाईले छुटाउनु भयो भने तपाईले धेरै कुराहरू छुटाउनुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। एन्ड्रोइड मोबाइलमै उपलब्ध भएका केही यस्ता एप्लिकेसनहरू जुन पैसा तिर्न पर्दैन, सब्सक्रिप्सन लिन पर्दैन, फ्रीमा तपाईले डाउनलोड गर्न पाउनुहुन्छ। त्यसबाट बनाउन सकिने कुराहरू धेरै छन्। हामीले मात्र हामीलाई प्रयोग गर्न नआएर हामीले त्यतिकै थन्क्याएर बसिरहेका हुन्छौँ। आजको यो श्रृङ्खलामा हामी तपाईलाई दुईटा कुरा एकदमै महत्त्वपूर्ण सिकाउँदैछौँ। तपाईको अडियोलाई एकदमै क्वालिटीको अडियो कसरी बनाउन सकिन्छ। सबैभन्दा पहिला तपाईँ आफ्नो अडियो कहाँबाट रेकर्ड गर्नुहुन्छ? मोबाइलबाटै रेकर्ड गर्नुहुन्छ कि कहाँबाट रेकर्ड गर्नुहुन्छ? आज म तपाईँलाई एउटा अडियो मोबाइलबाटै रेकर्ड गरेर त्यसलाई एकदमै स्पेसल क्वालिटीको अडियो बनाएर देखाउनेछु। यसैभन्दा पहिला आफ्नो मोबाइलको अडियो रेकर्डमा जानुहोस्। अडियो रेकर्डरमा गइसके पछाडि तपाईले यसमा रेकर्ड गर्नुहोस्। नमस्कार, एनटेक युट्युब च्यानलमा तपाईलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ। यसलाई सेभ गर्नुहोस्। अडियो भनेर मैले नाम दिएँ यसलाई। यति भइसकेपछि तपाईँ यसलाई ब्याक जानुहोस्। ब्याक सकेपछि तपाईँ आफ्नो गुगल क्रोममा जानुहोस् है। गुगल क्रोममा जानुहोस्। गुगल क्रोममा यहाँ माथि एउटा सर्च बार भेट्नुहुन्छ तपाईले। यो सर्च बारमा तपाईले एडोब लेख्नुहोस्, एडोबे, एडोब पोडकास्ट, एडोब पोडकास्ट भनेर लेख्नु होला, टाइप गर्नु होला। मेरो यहाँ देखाएको छ, यसमा क्लिक गर्नु होला। एडोब पोडकास्ट भनेर यसमा देखाउँछ। यो माथिल्लो सबैभन्दा माथि खुलेको एउटा लिङ्क तपाईले भेट्नुहुन्छ। यो लिङ्कमा क्लिक गर्नुहोस्। यो प्रकारको इन्टरफेस तपाईको मोबाइलमा खुल्छ। यसलाई तपाईले साइन इन गर्न पर्ने हुन्छ। तपाईसँग गुगल एकाउन्ट छ कि के छ त्यसलाई तपाईले साइन इन गर्नुहोस्। गुगल एकाउन्टबाट साइन इन गर्नुहोस्। म पनि गुगल एकाउन्टबाटै साइन इन गर्छु यसलाई। गुगल एकाउन्टबाट साइन इन गरिसके पछाडि तपाईँ यहाँ जान सक्नुहुन्छ। स्टार्ट इन्चिङ भनेर लेखिएको छ यहाँ, यसमा तपाईँ क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसके पछाडि तपाईको यहाँ चोइस योर फाइल भनेर लेखिएको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसके पछाडि तपाईको ग्यालरीमा तपाईले सेभ गर्नुभएको अडियोमा जान पर्ने हुन्छ। स्ट्यान्डर्ड रेकर्डिङ, अघि हामीले रेकर्ड गरेको अडियो यसमा छ। यसमा जानुहोस्। अब यो तपाईलाई यो अडियोलाई कम्प्लिट बनाउँदैछ यसले। छोटो अडियो छ भने थोरै समयमा हुन्छ। अलि धेरै लामो अडियो छ भने अलि धेरै लामो छ। कम्तीमा नि 5 मिनट 7 मिनटसम्मको अडियो यसले बनाइदिन्छ भने त्योभन्दा माथिको अडियो बनाउन पर्यो भने तपाईले यसलाई प्रिमियम भर्जन किन्न पर्ने हुन्छ। यो हाम्रो अडियोलाई यसले बनाउँदैछ, एकदमै क्लियरली बोल्ड तरिकाले बनाउँदैछ। हामी अडियोलाई सुन्छौँ। नमस्कार, एनटेक युट्युब च्यानलमा तपाईलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ। यो अडियो तपाईले यसको बाहिर ब्याकग्राउन्डमा आएका नोइजहरू, कुनै पनि डिस्टर्बेन्स साउन्डहरू सबै यसले क्लियर गरिदिएको छ। यो तरिकाबाट यसलाई तपाईले आफ्नो कन्टेन्टमा पनि युज गर्न सक्नुहुन्छ। यसको लागि तपाईले डाउनलोड गर्न पर्यो भने यहाँ तल डाउनलोड लेखिएको छ। यो डाउनलोडमा तपाईले क्लिक गर्नुभयो भने यो अडियो तपाईको यहाँ डाउनलोड भइसकेको छ। आफ्नो ग्यालरीमा डाउनलोड भएर बस्छ। तपाईले यहाँबाट सुन्न पनि सक्नुहुन्छ।
नमस्कार एनटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। यसको कुनै पनि पछाडिपट्टिको कुनै पनि साउन्डहरू छैन, डिस्टर्बेन्स कुनै पनि इफेक्टहरू आएको छैन। यसले एकदमै क्लियरली बोल्ड तरिकाले तपाईँको अडियोलाई क्लियर बनाइदिएको छ। तपाईँले तयार पार्नुभएको अडियोलाई एकदमै राम्रो तरिकाबाट अझ प्रेजेन्टेसन गर्ने हो भने त्यसलाई काट्न पर्नेछ, कुनै कुराहरू थप्न पर्नेछ, त्यो अडियोको रेन्जहरूलाई तलमाथि गर्न पर्नेछ भने तपाईँले स्टुडियोमा गएर गरेको जस्तै गरेर तपाईँले आफ्नै एन्ड्रोइड मोबाइलबाट गर्न सक्नुहुन्छ। त्यसको लागि प्ले स्टोरमा एउटा एप्लिकेसन पाइन्छ। त्यो एप्लिकेसन तपाईँले पैसा तिर्नु पर्दैन, सिधैमा चलाउन पाउनुहुन्छ। त्यो एप्लिकेसनको माध्यमबाट आफ्नो अडियोलाई अझ परिष्कृत रूपमा अगाडि लान सक्नुहुन्छ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि तपाईँले यसमा सर्च गर्नुहोस्। सर्च बारमा जानुहोस्, तपाईँ लेख्नुहोस् लेक्सेस अडियो भनेर लेख्नुहोस्। लेक्सेस अडियो माथि आइसकेको छ, लेक्सेस अडियो एडिटर भनेर। यसलाई क्लिक गर्नुहोस्। यो प्रकारको इन्टरफेस तपाईँको मोबाइलमा देखाउँछ। यहाँ तलको चाहिँ लेखिएको छ लेक्सेस अडियो एडिटर। यसलाई तपाईँले इन्स्टल गर्नुहोस्। यो इन्स्टल भइसकेको छ। तपाईँ यसलाई ओपन गर्नुहोस्। अब ओपन गरेपछि तपाईँको मोबाइलमा यो प्रकारको इन्टरफेस खुल्छ। यो प्रकारको इन्टरफेस तपाईँको मोबाइलमा खुल्छ। यसले पर्मिसन मागेको छ, यो अलाउ गरिदिनुहोस्, अल गरिदिनुहोस्। लगभग यसले पर्मिसन मागेको छ। यो प्रकारको इन्टरफेस तपाईँको मोबाइलमा खुल्छ। यसलाई तपाईँले यसैको माध्यमबाट पनि अडियो रेकर्ड गर्न सक्नुहुन्छ। अन्य रेकर्ड भएका अडियोलाई पनि तपाईँले यसमा ल्याएर काटछाँट गरेर विभिन्न प्रकारका उहरू दिन सक्नुहुन्छ, इफेक्टहरू दिन सक्नुहुन्छ अडियोको लागि। तपाईँले अलरेडी रेकर्ड गरिरहनु भएको अडियोलाई यहाँ ल्याउन पर्यो भने तपाईँले यहाँ ओपन भनेर लेखिएको छ, यहाँ ओपनमा जानुहोस्। ओपनमा गइसकेपछि तपाईँको ग्यालरीमा जान्छ। यो ग्यालरीमा तपाईँले रेकर्ड गर्नुभएको अडियोहरू तपाईँले भेट्नुहुन्छ। यहाँ अडियो मैले अघि रेकर्ड गरेको थिएँ। यसलाई मैले ओपन गरेर यसमा लिएर आएँ। यो अडियोको यहाँ लिएर आएँ। तपाईँलाई यसबाट काट्नको लागि एकदमै सजिलो हुन्छ। अडियोलाई एकदमै मजाले दिएको हुन्छ, भाग पार्ट छुट्याइदिएको हुन्छ यसले। तपाईँ जस्तो अब यसलाई हामी सुनौँ बजाएर। नमस्कार एनटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो तरिकाबाट हामी यो सुन्यौँ। अब जस्तो यो सुरुको यो भागमा यति खाली छ भने तपाईँको यहाँनिर एउटा कर्सर भेट्नुहुन्छ। त्यसै गरी यहाँनिर एउटा कर्सर भेट्नुहुन्छ तपाईँले। दायाँ बायाँ दुईवटा छ। तपाईँको यसलाई सिधै यहाँ राख्नुहोस्। अब यसलाई घुमाएर यहाँनिर ल्याएर तपाईँले यति साइडमा जुन यो ब्लर टाइप देखिएको छ, यसलाई तपाईँले फाल्न पर्यो भने ठ्याक्कै यसलाई सेलेक्ट गर्नुहोस्। अनि यतापट्टि माथि 3 डटवाला आइकन तपाईँले देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ तल कटको अप्सन छ, यसलाई कट गरिदिनु भयो भने यो अडियो तपाईँको सुरुको जान्छ। अब फेरि बजाएर सुनौँ। नमस्कार एनटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो अब यहाँ बिचमा यहाँनिर पनि खाली छ, यहाँनिर पनि तपाईँले यसलाई पनि कट गरेर अघिकै जसरी तपाईँले फाल्न सक्नुहुन्छ। यसरी कट गरेर फालिदिनुहोस् यसलाई पनि। यो पनि फालियो। अब यतापट्टिको पनि थोरै बाँकी छ, यसलाई पनि यसै गरी फालिदिनुहोस्। तपाईँले लास्ट पोजिसनमा राखेर कट गरिदिनुहोस्। लगभग अघि हाम्रो 8-10 सेकेन्डको अडियोलाई अहिले लगभग यसले 3 सेकेन्डमा कन्भर्ट गरिदिइसकेको छ। अब तपाईँले सुन्न सक्नुहुन्छ। नमस्कार एनटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ। ल यो तरिकाबाट अडियोलाई हामीले काटछाँट गऱ्यौँ एकदमै छोटो तरिकाबाट। अब यो अडियोलाई तपाईँले अझ बढी केही कुराहरू गर्नु छ, अब भोइस चेन्जहरू गर्नु छ अडियोलाई भने तपाईँले यसरी सेलेक्ट गर्नुहोस्। सेलेक्ट गरिसकेपछि यहाँ 3 डटमै तपाईँले थिच्नुहोस्। थिचिसके पछाडि तपाईँको यहाँ विभिन्न कुराहरू छ। अडियोको लागि आवश्यक पर्ने तपाईँको लागि के गर्नुपर्ने हो त्यो सबै कुराहरू यसमा यसले दिएको छ। जस्तो यहाँ अडियो इफेक्टहरू पनि दिएको छ। तपाईँको फेड इन, फेड आउट, नर्मलाइज, रिजर्भ, चेन्ज पेथ भनेर लेखिएको छ। चेन्ज टेम्पो, चेन्ज स्पिड, नोइज रेजुलेसन, कम्पोजर, इक्वलाइजर, एम्प्लिफायर। तपाईँले यो अडियोको एम्प्लिफायरहरू पनि बनाउन सक्नुहुन्छ। तपाईँ कसरी अडियोलाई गर्नुहुन्छ। नमस्कार एनटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ।
तपाईँले यस्तो एकदमै स्पेसल तरिकाबाट तपाईँले आफ्नो अडियोलाई नमस्कार एमटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। यो तरिकाबाट नमस्कार एमटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ। ल अहिले एकदमै राम्रो आयो। नमस्कार एमटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ। नमस्कार एमटेक युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। मैले यो रेकर्ड गरेँ। यो तरिकाबाट गरियो भने पनि पछाडिको कुनै पनि ब्याकग्राउन्ड नोइजहरू यसले काटिदिएको छ। अब यसलाई तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। यही तरिकाबाट यो अडियोलाई यहाँ अप्लाई भनेर लेखिएको छ। अब यो तपाईँले गर्नुभएकोमा मर्ज भएको छ। यो त्यसै गरी यही अडियोलाई अझ स्पिड बनाउने हो, अन्य कुनै इफेक्टहरू राख्नुपर्छ भने तपाईँले यसबाट आफूले चाहेको जस्तो इफेक्टहरू पनि राख्न सक्नुहुन्छ। यसलाई सेभ गर्न पऱ्यो भने तपाईँ यहाँ सेभ भनेर लेखिएको छ, यसमा गएर तपाईँले यो MP4A भन्ने छ यहाँ वेबको फर्मेटमै तपाईँले सेभ गरिदिनु होला। यसलाई यहाँ वेबकै फर्मेटमा सेभ गरिदिनु भयो भने अझ राम्रो हुन्छ। यसबाट रेकर्ड गर्नको लागि तपाईँ यो रेड आइकनमा तपाईँले क्लिक गर्नुभयो भने अब तपाईँले मजाले रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँले अहिले बोलेको कुराहरू पनि यसले रेकर्ड गरिरहेको छ। यसलाई स्टप गर्नु पऱ्यो भने व्हाइट कलरको यहाँ बटन तपाईँले देख्नुहुन्छ, यसमा तपाईँले क्लिक गर्नुभयो भने यो रेकर्डिङ अफ हुन्छ। अब तपाईँले सुन्न सक्नुहुन्छ तपाईँले रेकर्ड गरेको कुरा। यहाँनिर यहाँ प्ले बटनको आइकन देख्नुहुन्छ ग्रिन कलरको, यसमा तपाईँले क्लिक गरेर यसलाई सुन्न सक्नुहुन्छ। अब तपाईँले मजाले रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँले अहिले बोलेको कुरा, अब यही कुराहरूलाई अघि नै जस्तै गरेर हामीले कट पनि गर्न सक्छौँ। यहाँनिर अलिकति स्पेस छ, खाली ठाउँ छ, हामीले केही बोलेका छैनौँ। यो भागलाई यसरी कट गर्न सक्छौँ। यो भागलाई पनि हामी कट गरिदिन्छौँ। यसरी कट गर्दै जान्छौँ। यहाँनिर नि ठुलै स्पेस बाँकी छ, यहाँ पनि हामी केही पनि बोलेका छैनौँ, यसलाई पनि हामी कट गरिदिन्छौँ। अब यहाँ यतापट्टि पनि यहाँ अलिकति बाँकी छ। सुरुको यसलाई पनि हामी कट गरिदिन्छौँ। अब हामी सुन्छौँ। अब तपाईँले मजाले रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँले अहिले बोलेको कुराहरू पनि यसले रेकर्ड गरिरहेको छ। अब यसलाई स्टप यो तरिकाबाट तपाईँले आफ्नो एन्ड्रोइड मोबाइलकै माध्यमबाट मजाले क्वालिटीको अडियो बनाउन सक्नुहुन्छ। तपाईँलाई हाम्रो भिडियो कस्तो लागिरहेको छ, कृपया तपाईँको लागि उपयुक्त भिडियो छ जस्तो लाग्यो भने सब्सक्राइब गरेर सँगै आएको बेल आइकन दबाउन नबिर्सनुहोला।